केपी शर्मा ओलीज्यू तपाईँले बालनशाला घोटाला नगरिकन क्षेत्र नम्बर 5 बाट जितेर देखाउनु जिन्दगीभर म एमालेको झन्डा बोकेर हिँड्छु के महाकसम अब त अति नै भयो युवाहरूलाई सपोर्ट गर्ने समय आएकै हो म किन यसरी बालनशाला सपोर्ट गरिरहेको छु भने अब हामीलाई पुग्यो के लुटेर आओस् ठग आओस् जस्तो सुकै मान्छे आओस् तर युवा आओस् कि अब युवाले लुटुन् के बरु लुटे पनि यति कुरा सबैलाई थाहा छ कि बुढाहरूले पुराना नेताहरूले हामीलाई लुट्नु लुटे ठग्नु ठगे देश बर्बाद पारे अब ठगे पनि लुटे पनि भस्म पारे पनि युवाले पारुन् बुढाखालालाई दिने हैन अब दिने नै हैन अब सोच परिवर्तन गरौँ युवालाई झापाका मान्छेहरू स्पेशली मेरो साथीहरू जति पनि झापामा हुनुहुन्छ मसँग फेसबुकमा जोडिनु भएका टिकटकमा जोडिनु सबैजनालाई मेरो नमस्कार युट्युबमा जोडिनु सब साथीहरूलाई अब हाम्रो समय परिवर्तन गर्ने समय हाम्रो हातमा छ झापा क्षेत्र नम्बर 5 बाट बालनशाला जिताउनु हो काय पलट हुँदैन देश भोलि बिहानै यहाँ त्यहाँ ब्रिज बन्ने हैन केही पनि बन्ने हैन तर पनि अब थोरै थोरै गरेर विकासका बाटोहरुमा हामीले दोहोऱ्याउनु पर्छ र केपीओले दोहोऱ्याउँदैन यो मान्छे स्टुडेन्ट किलर हो यो मान्छेलाई भोट दिदै नदिनु कसैले पनि दिदैन झापाभरि शेयर गर्नुस् एकअर्का बीच जनचेतना फैलाउनुस् केपीओली भनेको के हो त भन्दाखेरि केपीओली स्टुडेन्ट किलर हो यो मान्छेसँग तपाईहरु संगत पनि नगर्नुस् लाख पस्ताउनुहुन्छ पछि केपीओलीको अहिले संगत गर्ने मान्छेहरु छन् नि जति नि भोलि बिहान खाडिया गरेर बेल चान्नु पर्छ यहाँ जापान आएर कुबिजा काम भन्दाखेरि बल्ल थाहा पाउनुहुन्छ त्यसका संगत लाएर न पढ्न पाइन्छ न के गर्न पाइन्छ जिन्दगी बर्बाद हुन्छ गाँड गुलती खुरुत्त हुन्छ छोड्दिनुस् संगत छोड्नुस् आउनुस् विदेश जानुस् मेहनत गर्नु कति जानुस् पढ्नु केपीओली संगत नगर्नुस् युवालाई जिताउनुस्